ओ बाखडा के छ भाइ पनि आयो अब हामी घरतिर लाग्छौँ म त देखिसकेको थिएँ कि तिमीले भर्खर ओ तिमी त खतरो अल्को देख्छ यार अब चाहिँ हामी अर्को छ गाइस को अल्को अब कहाँ जाने हामी म्याकडोनल्ड साइडको गाडी चाहिँ बर्गर किन्नु जाने हो कि हुन्छ ताको म भोकै लाग्छ अब बर्गर किन्नु गएर भेटौँ अब चाहिँ हामी बिरयानी खान जानु लाग्यो के कति टाइम भयो भन्दाखेरि चाहिँ 5:40 भइसक्यो बिहान हामी मोमो खान जाने भनेको तर साब्जी दिनभरि टिकटकमा लाइभ बस्यो है केही छैन रमाइलो गर्नुपर्छ अनि मैले जाम भनेको है साइड नगाले जाने चाहिँ हामी भोलि के अरे भोलि मोमो खान जाने अहिले चाहिँ हामी बिरयानी खानतिर लाग्दैछौँ अब भाइले पनि ब्लग गर्छ भन्दै थियो म ल गर्नु देखिरहेको छ देखिरहेको होला मजा यसरी समात होइन अनि त्यसपछि ब्याक गर्ने बेला चाहिँ यसरी घुमाऊ ल कसरी यसरी समात होइन अनि ब्याक गर्ने बेला चाहिँ यसरी गर्नु बुझ्यो कसरी यसरी होइन भेरी गुड अब म भ्लग बनाउन सिक्दैछु है गाइस हामी कहाँ लाग्यो साई हामी अहिले चाहिँ बिरयानी खान जानु लाग्यो टिकट नकिन भनेको साई मलाई टिकट किन्नै पर्दैन हौ मुला कसम हेर मैले साईले भ्लगमा भन्छ आज के अरे मैले तिर्दिउँला नि त उसले भनेको छ है के भन्छ मलाई चेकिङ पऱ्यो भने साईले तिर्दिन्छ भनेको पर्दैन मलाई थाहा छ 60 युजको लाग्छ हेर टिकट किन्दा चाहिँ हामीले 3 युरो तिर्नुपर्छ चेकिङ भएन भनेको 3 युरो बेसी गयो कि नै भनेर तर चेकिङमा पर्यो भने 60 युरो डाइरेक्ट नजर देखाइदिनु हल्का होइन हामी चाहिँ यताबाट अनि कसरी बोल्नु पर्यो कसरी म कसरी बोल्छु त जमिन पर्यो एकदम लास्टको चिज छ साइलको अलि हेर्न सिभिल हुन्छ केही छैन त्यस्तो केही खास साइलको अलि हेर्न सिभिल हुन्छ गाई चाहिँ त्यसको लागि अब बन्द गरेर चाहिँ ल खाने बेला भेट्ने कि अहिले होइन अहिले हामी अगाडि जहाँ पुग्छौँ त्यहाँबाट भेटौँला ल जुस चाहिँ आइसकेको छ हामीले चाहिँ के भनेको थियौँ भन्दाखेरि चाहिँ एकछिनै हामीले एउटा चिकन बिरयानी र 2टा म्याङ्गो लस्सी भनेको थिएँ लस्सी त आइसक्यो तर अब चिकन बिरयानी आउनु बाँकी छ आइसक्यो देखाउँ ल आउनु लागिसक्यो कि छैन यो चाहिँ आयो होइन बिरयानी पनि आयो तर के दिल बनाएर दिएको हामी केटा के सोच्यो हामीले भाइ जस्तै अब चाहिँ अब खानातिर लाग्यो अब त्यो भन्दाखेरि चाहिँ भिडियो बनाउँदैन यो दिल बनाएर चाहिँ नदिउँ है नेक्स्ट टाइमदेखि कसम भने भएन है अब चाहिँ हामी खान्छौँ हामी टिकटक लाइभमा पनि छौँ इन्स्टा लाइभमा पनि छौँ अलिकति अब चाहिँ खानतिर त छोड्दिउँ लाइभ के गर्छौँ लाइभमै खान्छौँ जे गर्दैन हुन्छ ल यो यस्तो पिरो छ नि त्यसले वेटरले सोधेको थियो कतिको पिरो चाहिन्छ भनेर यसले हाल जति हाल्नु छ हाल भनेको अब भोलि बिहान पुग्दो भन्छ अति पिरो अति कसम अति नै पिरो यार अब चाहिँ हामी यसो मार्चतिर छिर्नुपर्ने हुन्छ मार्चमा केही किनेर चाहिँ त्यसपछि घर चल्दिने यस्तो छ यहाँको भ्यू मेरो क्यामेरा 4 भयो के भएको खै यस्तो छ पछाडिको यस्तो छ अगाडिको यस्तो छ बन्द गर अहिले यसले चाहिँ अब एउटा गीतमा यहाँ झुन्डेर भिडियो बनाउने रे ल झुन्डिहाल जाऊ यहाँ झुन्डिने रे ल फटाफट ल झुन्डिहाल न ए भेट्टाउँछ क्या मुला एकचोटि यसो जाउँ भन त हान्निहाल न यो भिडियो ठुलो हुन्छ हाल त गाली नगर दोस्त फेरि यता झुन्नु न कर्नमा सक्यो गाली गर्छ नगर दोस्त के भएको थियो सकेन लड्दैन क्या भाइ लड्दैन गाली नगर भन्दैछु कत्रो गाली होइन म यही हाल्छु कस्तो टिप हाल्दैछु नि त धेरै गाली नगर धेरै टिप हाल्नु पर्यो नबनाउने अर्को खोज्दै जानु अर्को छैन यस्तोमा बनाउनु भनेको मैले ल त्यहाँ सक्छौ त तिमीले भ्याउँछौ मलाई यो त भ्याउनु सकेन भ्याउँछ त्यो पानी पर्यो ल अब चाहिँ हामी मोमो खान जान्ला हो फ्राङ्कफुटतिर हिजो अब अस्ति भाइ आएको हिजो जाने भनेको हिजो त गइएन हिजो त अब उतै के खाएँ
बिरयानी खायौँ अब फ्राङ्कफुट जानु लाग्यो आज भाइको फेरि गाडी पनि छ 5 बजीतिर त्यही भएर हामी अलिकति चाँडै हिँडेको त्यहाँ अब अलिअलि काम पनि छ त्यो सकाएर चाहिँ अब म पनि घर फर्किन्छु भाइ पनि उताबाट घर जान्छ अब चाहिँ हामी फ्राङ्कफुटतिर लाग्न थालेको भाइले अब टिकट किन्दैछ नकिन भन्दा नि किन्यो किन्नु पर्ने हुन्छ लामो गाली गर्नु हुँदैन है टिकट किनेन भने 60 तर किन्नुपर्छ यो चाहिँ किन्नुपर्छ किनभने अलिकति ल अब चाहिँ हामी चल्दै लाग्यो सिधै हामी टिकट किनिसक्यो है कहाँ जानु लाग्छ अहिले खाना हामी अब सचितले स्पोन्सर हालेको सचितलाई बिग साउट आउट मलाई टिकट चाहिँ किन्नु मन लाग्छ मलाई चाहिँ हिजो साइले मलाई टिकट नकिन भनिरहेको थियो कराएर किन्नु पर्यो मलाई टिकट नकिन भनेको थियो साइलले सुड्डीहरू तर्सिन्छ अलिक के अरे भाइले आफ्नो ब्लग चाहिँ स्टार्ट गर्छ भन न कहिले के अरे तिमीले स्टार्ट गर्छौ होइन ब्लग त कहिले हुन्छ लामो त्यस्तो तिमी कस्तो जोत्दिने अब बिस्तारै टिकटक लाइभतिर जानुपर्ने हुन्छ हामी होइन अनि बिस्तारै भाइले सोसियल मिडियामा आउँछ बिस्तारै भाइले सोसियल मिडियामा आउँछ अरे आउटफिट चाहिँ खानु मेरो नहाना तिमी उठ म तिम्रो हालिदिन्छु पक्का हेर न कस्तो ठिस अब उठदिरा ठिक छ अलिकति पछाडि जाउँ न यो भाइको आउटफिट चेक कसरी समात्ने म त बिर्सेँ यार फोन कसरी समात्थेँ मैले ओए यो कतिको भन त जुत्ता भन्ने भनिदिएको म त मेरो त जुत्ता लुगाम यार भन 250 युरो भनेको कति थाहा छ नेपाली कति भयो 250 युरो भनेको 1632 40,000को जुत्ता घर जाएगातिर है ठिक छ अलिकति ब्लक चाहिँ उल्टो भयो क्या उल्टो हातले तिम्रो समातेँ थियो मैले सिधा हातले समातेँ त्यो मिलाउनु मेरो मम्मीलाई एउटा मेसेज दिन चाहन्छु आन्टी हेर्नु यो भाइ हिजो आएकोदेखिले है 24 घन्टा लाइभ छ है घर गएर यो फेरि लाइभ नै बस्यो भने केही काम गरेन भने चाहिँ म दोषी होइन आन्टी प्लिज माफी पाऊँ अहिलेदेखि नै माफी पाऊँ होइन त भाइ को दोषी भाइ अझै नि लाइभ गाडीमा नि लाइभ छ आन्टी हेर्नु मैले के भने पैसा त खै आयो पैसा आउँदैन कि टिकटकबाट गाइज हामीलाई पैसा आउँदैन आन्टी तपाईँले आन्टीलाई पनि भिडियो देखो है आन्टीले देख्नु मम्मीलाई देखाऊ भिडियो देख्नुहुन्छ ल कस्तो फिल भयो त भन्दै थियो टिकट नै चेक भएन क्या मैले 30 युरो बर्बाद भन्दै थिएँ न म यहाँ आउने जाने गरिरहेको छु त्यही भएर पनि भनेको थिएँ मैले अब डर लागिहाल्छ नि 30 युरो तिर्नुपर्छ अनि हामी चाहिँ बाहिरतिर फ्राङ्कफुट चाहिँ पुगिसक्यौँ हावा धेरै चलिरहेको सुनेन होला लु आइपुग्यो हामी नमस्ते म नेपाली रेस्टुरेन्ट अब खै ठाउँ त अलिकति सानो जस्तो देखेँ है तर खाना चाहिँ हुन्छ होला ठाउँ चाहिँ भइहाल्छ अब भाइ के भन्न चाहन्छौ गाली चाहिँ नगर है बाहिर त्यहाँ बाटो छोडिदेऊ हल्का त चाड आयो जस्तो लाग्यो तर केही पनि छैन ठाउँ बस्ने ठाउँ पनि छ कि छैन खै यार त्यस्तो नभन्नु न आफ्नो नेपाली रेस्टुरेन्ट हो राम्रै छ खाए चाहिँ थाहा हुन्छ कस्तो छ भने मोमो बन्नुमा चाहिँ अलिकति 10-12 मिनट जति लाग्दो रहेछ अनि त्यही भएर चाहिँ हामी 5 मिनट यसो बाहिर डुलेर चाहिँ के गर्नु लाग्यो हामी डुलेर हामी तिमीहरूलाई फ्राङ्कफुट देखाउनु लाग्यो अब एकछिन 5 मिनट त हो नि ग्याङ्स्टरहरू फेरि भिडियो बनाउनु भिडियो बनाइ माऱ्यो भने त भिडियोको त अफ छ भिडियो बनाउनु हुँदैन मोमो नि आइसक्यो है 3टा थरीको अचार नि आयो नमस्ते मोमो तिम्रो पनि आऊ खाऊ अब खाएर चाहिँ हामीले रिभ्यू दिन्छौँ होइन दोस्त ल खान्तिर लगाऊँ है बोल्छौ कि भर्खरै के भन्यो तिमीले
कसको फोनबाट भर्खरै के भन्दै थियो भन्दाखेरि चाहिँ लाइभ बसाउँ न चार्ज छैन भनेर कति चार्ज छ देखाउँ त 35 धेरै हो नि त साथी तिमी त 5 पनि बस्थ्यौ त अनि हिजोसम्म त अनि यहाँ चाहिँ किन बस्दिनँ भन्दाखेरि चाहिँ यो अलिकति खतरा ठाउँ हो कि खतरा भन्नाले पनि यहाँ यो भाइ जस्तो धेरै मान्छेहरू हुन्छन् नसाइडी गजेडी होइन अनि त्यही भएर चाहिँ अलिकति डराएर राख्नुपर्छ त्यही भएर म धेरै क्लिप पनि लिदिनँ लास्ट क्लिप हो मोमो कस्तो थियो भन्दाखेरि चाहिँ मोमो राम्रै थियो होइन मेरो लास्ट पिस चाहिँ अलिकति नमिठो परेको थियो त्यही भएर 8.5 भन्छु म चाहिँ अघि त 9.5 मिस्टेकली भनेर तिमी भन त्यो दाइले देखाउने मार्छ यार 8 अघि त 9 भन्छु कस्तो अगाडि रहेछ यार यो त्यस्तै हो दाइ मार्छ है त्यो कति दिएँ मैले 9 दिएँ होइन 8 दिएँ त्यस्तै हो सपोर्ट गर्नुपर्छ तिमीहरू पनि आऊ खाऊ तिमीहरूलाई मेबी राम्रो लाग्न सक्छ कि फ्राङ्कफुटमा छौ भने चाहिँ आउनु त लाइभ आयो होइन यसको हातहरू कस्तो टाइट छ मात्रै छ ठिक छ आफ्नो सेफ्टी फर्स्ट हुनुपर्छ यत्रो डराएर पनि मैले पनि ब्लग बनाउँदैछु यार साथी तान्ने भने त सक्यो त अनि तुम लोग इस गली में मत आओ बहुत खतरनाक है चाहिँ भाइलाई अलविदा भन्ने टाइम आइसक्यो भाइको गाडी नि खोइ कहाँ गयो लास्ट क्लिप हो नि त अनि यसमा त अलिकति आयो भाइको नि फ्लेक्स मन पऱ्यो लान्छ चढ अब त्यही हो तिम्रो कहाँ लेखेको छ नम्बर तिमी जाउनु मलाई यही एक फ्लेक्स भनेको 12 मा हिँड्छ भनेको लगभग त गइहाल्नु मन पर्छ भेट गर भाइ पनि गयो अब चाहिँ हामी म पनि घरतिर लाग्छु मेरो पनि अब 6 मिनट पछि गाडी आउँछ म पनि अब घरतिर लाग्दिन्छु म पनि अब घर पुग्न लागिसकेँ होइन त्यो भाइ नि गयो भाइको पनि अब 2 दिनको मात्रै बिदा रहेछ अनि त्यो भाइ फेरि अझै भोलि त्यसको इन्टर्नसिप रहेछ त्यही भएर ऊ पनि गयो नत्र अझै बस्थ्यो त्यही पनि अब फेरि अब हामी फेरि चाँडै प्लान बनाउँछौँ भेट्नेलाई अब मै जाउँला उतातिर अब भाइ पनि कति आउँछ त होइन म पनि उतातिर जाउँला घुमाउँला होइन मेन त ब्लगकै लागि हो क्या ब्लगमा अब कन्टेन्ट त चाहियो होइन त्यही भएर चाहिँ भाइलाई नि भेटिन्छ अनि ब्लग पनि बनाइन्छ त्यही भएर चाहिँ त्यस्तै हो अब म पनि घर पुग्न लागिसकेँ आजको लागि यति नै भिडियो राम्रो लाग्यो मलाई लाइक हानिदिनु सेयर हानिदिनु अनि कमेन्ट पनि हानिदिनु अनि त्यसपछि के भन्छ नि बेल आइकनलाई पनि अलमा गरिदिनु है बाई बाई किप सपोर्टिङ किप लभिङ